के गर्दै हुनुहुन्छ हजुर? म चाहिँ यो लोकल भाले काटेर यहाँ डराउँदैछु। यहाँ हामी चाहिँ आधा मासुको चाहिँ वाचिपा बनाउने चलन छ है। वाचिपा खाने हो अनि आधा मासुको चाहिँ मासु खाने, लोकल कुखुराको सुप खाने हो। यहाँ पूर्वमा चाहिँ फेरि यो लोकल कुखुराहरू काट्यो भने यो भुत्ला सहित यो भुत्ला तिते हुन्छ नि, यो तितो यो मिसाएर टक्क अलिअलि मासु काटेर यति भुत्ला पनि हाल्छन् आज? यो कालो भाग छैन डढेको, कालो भाग हालेर केमा हाल्ने? यो चाहिँ तितो बनाउनु पर्छ क्या। यसको नाम तिते पनि भन्छ कोही कोहीले चाहिँ, अलि तितो तितो हुन्छ। अनि यो खुट्टाको भागहरू, पखेटाको भागहरू, टाउको, अनि त्यसमा चामल हालेर फ्राई गर्ने अनि खाँदा एकदम मिठो हुन्छ। अरे सुत्केरी मैलाहरू एकदम छिटो टङ्गिन्छ, जिउ दुखेको निको हुन्छ। यो त फोहोर हुन्छ होला, यो त यो त्यो के अरे डराएर फेरि त्यसमा हालेर खानु। त्यही भएर हामी अन्त्यमा यो लगाउँदैनौँ कि तितो हुन्छ फोहोर हुन्छ भने लगाउँदैनौ? तर त्यो गर्ने यो खास र अहिले खासै त्यो तितो मान्छेले मन पराउँदैन नि त, अनि त्यही भएर चाहिँ हामीले पनि लाउँदैनौँ। यो फालिदिन्छौँ। यो खुट्टाको यो भागहरू छ नि, यो भयो अनि यो पखेटाहरू काटेर टक्क पकाएको भात पहिले यो फ्राई गर्ने, एउटा पकाएको भात हाल्ने अनि त्यसमै सबै नुन बेसार मरमसलाहरू सबै हाल्ने अनि यस्तो मिठो हुन्छ। यो चाहिँ अलिक कम बिरयानी भन्दैन? बिरयानी त्यसलाई बजारमा बिरयानी भन्छ नि, बजारमा बिरयानी, यहाँ चाहिँ तिते, यही एउटै हो कुरा चाहिँ। त्यही बजारको बिरयानी जस्तै मिठो हुन्छ। त्यस्तो हो। धन्यवाद हजुरलाई।